टिचर भएपछि हामी त्यसले कसरी विद्यार्थीहरूलाई स्टुडेन्टहरूलाई कसरी राम्ररी बुझाउन सकिन्छ र भविष्यमा गएर उहाँहरूको इङ्ग्लिस एकदमै राम्रो होस् भन्ने कुरा पनि मलाई बताउनु। त्यसै गरी हामीहरूको विद्यालयमा हामी टिचिङ गर्दा विद्यार्थीहरूबाट के कस्ता हामीहरू समस्या सामना गर्न सक्छ भन्ने कुरा पनि हामी एउटा रिपोर्ट गरेर देखायौँ, जसलाई सरले पनि त्यसले कसरी सुधार्न सकिन्छ, कसरी त्यसलाई त्यो अन्त्य गर्न सकिन्छ भन्ने कुरा पनि बताउनु भयो। र सबभन्दा राम्रो के लाग्यो भन्दाखेरि उहाँले हामीहरूसँग एउटा लाइफ फ्रेन्डली जस्तै व्यवहार गराउनु भयो र हामी सबैको रेस्पेक्ट गऱ्यौँ र हामीहरू पनि आफ्नो क्वेसन राख्दा उहाँले छिट्टै त्यसको रेस्पोन्स गर्नुहुन्थ्यो। त्यो एकदमै राम्रो हो। र अब आजको यो कार्यक्रम अन्त्य भइरहेको छ र यहाँ धेरै विद्यालयबाट उपस्थित हुनुभएको छ, जसले गर्दा आज हामीहरूसँग एकअर्कासँग इन्ट्रोडक्सन पनि गर्न राम्रै भयो र आउने दिनमा पनि हामी शिक्षकहरू यस्तै कार्यक्रम हाम्रो संस्कारका सर लिएर आउनुहुन्छ र आयोजक सर लिएर आउनुहुन्छ भन्ने आशा राख्छौँ र यति रूपमा आफ्नो विचार शब्द यही गर्छु।